तपाईँलाई दुबईमा 1 लाख फाइन पर्यो? हजुर। तपाईँ दुबई किन आउनु भएको? म दुबई चाहिँ साथीभाइको लैलैमा आइपुगेँ। सो अहिले चाहिँ दुबईमा के गरिराख्नु भएको छ? म दुबईमा रियल एस्टेट कम्पनीमा एज अ कन्टेन्ट क्रिएटर या भिडियोग्राफरको काम गरिरहेको छु। ओके नाइस। एज अ भिडियोग्राफर लिस्टेड कम्पनीमा काम गर्दा चाहिँ बेसिक स्यालेरी चाहिँ कति हुँदो रहेछ? बेसिक स्यालेरी भनेको डिपेन्ड्स अन यु, तपाईँले कस्तो काम गर्नुहुन्छ र तपाईँसँग स्किल कस्तो छ। मिनिमम 2500 दिरामदेखि 3000 दिरामसम्म हामीले बेसिक स्यालेरी पाइन सकिन्छ। ओके नाइस। एज अ कन्टेन्ट क्रिएटर और एज अ भिडियोग्राफर यहाँनिर काम गर्दाखेरि चाहिँ उनीहरूले मिस्टेकै गर्न नहुने एउटा इम्पोर्टेन्ट कुरा? मिस्टेक नगर्नुपर्ने कुराहरू चाहिँ तपाईँ कहीँ खिच्दै हुनुहुन्छ भने तपाईँसँग UAE को लाइसेन्स हुनु पर्यो, जो चाहिँ मिडिया पर्मिट भनिन्छ। सो त्यो लिएर खिच्नु भएन भने चाहिँ फाइन पर्न सकिन्छ। एज अ मलाई हेर्दाखेरि म नेपाली 1 लाख रुपियाँ फाइन परे। तपाईँलाई 1 लाख फाइन पर्यो? हजुर। ओ माई गॉड। भिडियोग्राफर रोलको लागि नेपालबाट कोही आउनको लागि इन्ट्रेस्टेड भयो भने उहाँहरूलाई केही सजेसन तपाईँको एक्सपिरियन्सबाट? सो तपाईँहरू पनि नेपालबाट एज अ दुबईमा कन्टेन्ट क्रिएटर या भिडियोग्राफरको काममा आउन चाहनुहुन्छ भने कम्पनीमा भन्दा पनि तपाईँहरू फ्रिलेन्स भिजामा आउनुभयो भने तपाईँहरूलाई यहाँनिर चाहिँ गोल्डन अपर्च्युनिटिजहरू पाउन सकिन्छ। त्यसको लागि चाहिँ तपाईँहरूले अलिकति ब्याकअप गर्नुपर्ने हुन्छ र आफूसँग आफ्नो सामानहरू गियर्सहरू हुनुपर्ने हुन्छ। ओके, थ्याङ्क यू फर यर टाइम एन्ड थ्याङ्क यू फर वाचिङ।